हेलो गाइज वेलकम ब्याक टु गाउँले ब्लग। आज चाहिँ तपाईँहरू फेरि आउनुभयो मेरो नयाँ सानो गाउँले ब्लगमा। आज चाहिँ म यसो बाजेको परीक्षा छ, त्यही भएर हामी चाहिँ त्यो टक्क लगाएर तयारी भएर होइन चामल सामान ल्याएर आएका छौँ। होइन गाइज यता चाहिँ मेरो दाइ हुनुहुन्छ यता। हेलो दाइ के छ? जाने होइन त उता खै यता हेरिदिउँ न मेरो दर्शकलाई यसो हेलो आइ गर्नु न। यता चाहिँ मेरो ठुल्दादा हुनुहुन्छ होइन, उहाँको बुवा चाहिँ उता उहाँ हुनुहुन्छ। उहाँले चाहिँ यो हाम्रो गाउँले जीवन चाहिँ यसरी बिताइराख्नु भएको छ। हाम्रो बालापनको जीवन पनि उहाँले यहीँ बिताउनु भएको। यस्तो डोकासोका बुन्नुहुन्छ। यो एउटा डोको बनेको चाहिँ कति हुन्छ हजुर? कति भन्नुभयो? 1200 एउटा डोको है। अनि यस्तो सानो ठुलो बन्दाखेरि कस्तो त्यो रेट मिलाएर हुन्छ होला है? हजुर ल साथीहरू, उहाँसँग चाहिँ यस्तो डोकासोका चाहियो भने चाहिँ उहाँसँग सम्पर्क गर्नु होला होइन। हाम्रो चाहिँ यसलाई डोको भन्छ। यता हाम्रो दाइकी छोरी चाहिँ यस्तै छ एकदम। यता हेर त काली हिरोनी भएर आएकी छ होइन। गाई यसो कुखुराहरू पालेका छन्, यता भैँसीहरू छन्, यसो हेर्न सक्नुहुन्छ, गाईहरू छन् होइन। यसरी चाहिँ यो हाम्रो चाहिँ गाउँतिर चाहिँ यस्तो छ हेर्नुहोस् गाई छैन, यो गाई भैँसीहरू चाहिँ यस्तो छ। यता हाम्रो ठुलबा चाहिँ आउनु भएको छ उतादेखि लट्ठा टेक्दै। नमस्कार ठुलबा। अरू सञ्चार हुनुहुन्छ तपाईँ? अरू केही भन्न चाहनुहुन्छ त अहिलेको युवाहरूलाई? के भन्नु छैन? ए घर छ यही हो। उहाँ चाहिँ यस्तो हुनुहुन्छ है एन्टी। उता अर्को बाजे हुनुहुन्छ। नमस्कार बाजे। नमस्कार गाइस। यता बाख्रा पालन पनि भइरहेको छ होइन। हामीहरू चाहिँ टक्क लाएर अब चाहिँ यसो अगाडितिर बढौँ होइन। यता भयो मकै सकै यस्तो भइरहेको छ गाइस, हेर्न सक्नुहुन्छ। यो मकै चाहिँ यस्तो छ, यता चाहिँ मकैहरू लागेका छन्। मेरो चाहिँ एकदम तपाईँलाई पहिले पनि मेरो भिडियोमा देखाएको थिएँ, अहिले पनि देखाउँछु। मेरो भाइलाई चाहिँ यता भित्र छ है गाई हेर्नु सक्नुहुन्छ। यो चाहिँ यता आएर लुकेर बसेको छ। आजकल चाहिँ यसको जिन्दगी चाहिँ यस्तो भएको छ गाई हेर्नु सक्नुहुन्छ। यो चाहिँ यसलाई के बनाउने अरे? बल्ललाई पिरो मुस्न लागेको छु। ए बल्ललाई पिरो मुस्न लाग्छस्? हेर्नु सक्नुहुन्छ गाई, यसले चाहिँ बल्ललाई चाहिँ यो पिरो खै देखाउ त। यसलाई चाहिँ यो जौँको होइन, यसलाई चाहिँ जौँको पिरो भनिन्छ होइन। यसलाई चाहिँ पानी सानी हालेर होइन मुछेर चाहिँ बल्ललाई दिने। अहिले चाहिँ मेरो भाइले गर्छ। ल खै गरौँ त बटाबट पारेर। मेरो भाइले चाहिँ एकदम गर्छ, नगरेर नहुने छ। उसको चाहिँ बिहे भएको छैन होइन, घरमा चाहिँ बिहे गर भनेर तनाव दिएको छ गाइस, हेर्नु सक्नुहुन्छ। यसरी चाहिँ यसलाई यसरी मुछेर दिने होइन। यसमा अरू के हाल्नुपर्छ? पर्दैन। ल ऊ चाहिँ अलिक बोल्दैन गाइस होइन, उसको चाहिँ तर उसो तपाईँले पहिले पनि देख्नु भएको थियो मेरो भिडियोमा, अहिले पनि देख्नुभयो। हेर्नु सक्नुहुन्छ गाइस होइन। यसरी चलिरहेको छ हाम्रो गाउँले जीवन चाहिँ, हेर्नु सक्नुहुन्छ गाइस। यो हो चाहिँ हाम्रो गाउँको पारा एकदम। अब चाहिँ हामी उता लाग्यौँ है बर्खिउने ठाउँतिर जाउँ। म चाहिँ लागेँ गाइज। आज तपाईँको भाइ चाहिँ एकदम हेन्सी भएर आएको छैन गाइज, एकदम हेर्नु सक्नुहुन्छ। अर्को यसमा त्यो चाहिँ हाम्रो मकै सकै यस्तो भइसकेको छ, सन्तलाहरू यस्तो छन् होइन गाइज। यही छ। अब चाहिँ जाउँ उतातिर होइन। मलाई चाहिँ गाली गर्छन् तर पनि आज यो मकै बारीमा हिँड्नुपर्ने भयो होइन। यसरी हेर्नु सक्नुहुन्छ गाइज। यता धान हो, यो धानहरू छ। यसरी चाहिँ अब मकै बारीमा नहिँड्नु नहुने भयो। मकै बारी दर्याम दर्याम भन्ने गाना चलेको छ त्यस्तै लगाइछ। आजको लागि चाहिँ यतिकै भिडियो, भेटौँ नेक्स्ट भिडियोमा।